Hi vlog, welcome to my guys. यति राम्री मान्छेको रोटी बनाउने भन्नुहुन्छ ल यहाँ हाम्रो साइले फेरि आमा खुसी गरेर मेरो घरमा आउनु भएको छ। अब म चाहिँ खाना खान्छु। यो ठाउँमा केटा कोटा खायो सोल्टिन भएर छुट भयो। यहाँ सिन्दुरै लगाइदिए भाइ। हामी चाहिँ खानासाना खाएर पनि सुत्नलाई चाहिँ हामी फेरि माथि आयौँ सिपाडोलमा। आमा रोटी खाएको तिमीले? तिमीलाई अचम्मै अघि भएर खाना खाएनौ? खायो। आजको ब्लग चाहिँ यति नै साथीहरू। गुड नाइट बाई। सन्दर्भ बाई गरेर हाई एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई। म मिन्सु निगामा नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ नयाँ वर्ष 2082 साल 62 भन्दा चाहिँ 22 साल सुरु भइसकेको छ। तपाईँहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। नयाँ साल, नयाँ उमङ्ग, नयाँ खुसी सबै नयाँ भएर जाओस् तपाईँहरूको। र म पनि अब सबै कुरा नयाँ बनाउने कोसिस गर्दैछु। अब हिजोको सबै कुरा बिर्सेर आजदेखि नयाँ सबै नयाँ सुरु गर्दैछु। र आजदेखि म तपाईँलाई डेली भ्लग पनि देखाउँछु। आज चाहिँ नयाँ वर्षको दिन म के गर्छु तपाईँलाई देखाउँछु। म उठेँ, अब मुख सुख धुन जान्छु। अहिले चाहिँ अब यो रोटी हिजो पकाउनु पर्ने, आज हिजो भएन आज पकाउनुलाई साथीहरू। यो चामलको पिठो यसलाई चाहिँ अहिले रोटी पकाउँछु है। त्यसै चाहिँ अचारको लागि। अनि यो चाहिँ चिनी पकाल्दैछु है साथीहरू। बस न त, हाई गर न त। पिठोमा त के बोलाएर बस्नुपर्छ सोल्टिङ? उतारि गएर बस्छ जाऊ सन्दर्भमा बस्नु सोल्टिनी। हाम्रो सोल्टिनी आइसक्नु भएको छ गाइस। यहाँ सोल्टिनी चाहिँ ऊ पर हुन्छ। आउनु न यहाँ। केही भएको छैन भर्खर त भाँडा माझेर केही गरेको छैन। हिजो उनीहरूले त हिजो भाँडासाँडामा यति थुपार्दैन नि। मैले अहिले माझेको भाइ केही गर्दैन भाइ। केटाकेटीहरू के भएको होला नि। सिङ्गा नि सारेन छन् भाइ। जात्रामा हेर्दा त मान्छे मऱ्यो हौ सोल्टिनी हिजो। हेर्दा त कस्तो खिचेर मान्छे मऱ्यो नि राति। त्यहाँ राति त्यहीँ जात्रामा उहीँ माथि। म त्यहीँ त गएको थिएँ त। मर्छ नि एउटा मर्छ भनेको नि मैले। मान्छे मर्छ क्या त्यस्तो तानातान गरेर मर्दैन। आमा आज लिङ्गो ठाउँ छ होला एकछिन। लिङ्गो ठाउँलाई टयर गरेर थिएँ। कस्तो एक्लै जान्छ त? त्यो अनु दिदी, उसको छोरी, अनि अर्को बहिनी, भाइ। म त रडाएर ठुलो मान्छे तन्नेरी मरेको नि। अनि त्यो बिस्कुट जानु तानातान रस गर्दिनँ त। धेरै मान्छे मर्छ नि कति किचेरमा। खोइ म चाहिँ रोटी पोल्न तयार गरेँ है गाइजहरू भनेर कि पनि आउनु होइन। ओलो लुकेको सोल्टिनी ला आजले नाटक नगर्नु है। तपाईँलाई खुब भोलाको आउनु मन लाग्छ नि। मुखबाङ गरौँ भने होइन मेरो लुक्नु है लजाएर सोल्टिनी काटेको झन्डै मरिन अचार बनाउनलाई। म चाहिँ आज नयाँ वर्ष बसेर रोटी पोल्दैछु। धेरै सोल्टिङ पोल्नु भएको थियो तर मैले यसो भिडियो मात्र पोलेँ। मिठो रोटी पोल्दै हुन्छ है गाइस। लजाउनु यति राम्री मान्छेको रोटी बनाउने भन्नुहुन्छ ल यहाँ हाम्रो साइले फेरि आमा खुसी गरेर राँगाको मासु भट्टाभट पकाउँदैछ है गाइस। हामीले सेलरोटी मगाइसकेको छौँ। हजुर यो चाहिँ कुखुराको मासु, यो चाहिँ राँगाको मासु, यो चाहिँ हाम्रो बच्चाहरूको बेस्ट हो है। एकदमै मिठो अचार, यो चाहिँ हाम्रो आलुदम, अनि यो चाहिँ हाम्रो सलाद, राजमाको तरकारी गाइस। यो चाहिँ खाना दालहरू चाहिँ यतातिर छ। साथीहरू हाम्रो खानासँग सब पाइसकेको छ। खाने मान्छे कमी छ। खाने मान्छे अहिलेसम्म आउनु भएको छैन। यहाँ हाम्रो छोराछोरीले चपर गरेर अचार चपर गरेको जहिले दिनुपर्ने हो है। उठाउन बिगिन आउनु भाइ। बाबाले हेर्नुहुन्छ अरे भिडियो। हाई गर नि त मेरो ब्लगमा हालिदिन्छु। बिचरा हाई पो गर्दैछ त। आउन मिगिन उठ न है। कहाँ हामी त मुख पनि नदिँदै विनोदको दाइ मेरो घरमा आउनु भएको छ। अब म चाहिँ खाना खान्छु। खानपिन सानपिन सब छ। हाम्रो सोल्टिनीलाई घुमाउँछ भनेर त्यो ढाडेबाट हो। सोल्टिनी एक गते दिन केही गरिन यिन सोल्टिनीले भनेर रिसाइन् भन्न नि मिल्दा। आमा सोल्टिनी चाकमा कल काट्छ। कति लामो कल परेको तपाईँको? आमा पर्दैन भाइ त्यति सानो गर्नु। तिमीले त ढ्याक 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 सुन बना जस्तो गरेर उहाँ छैन।
अब हामी लाग्यो गाइस बजारतिर। आज बजारको मुहार नदेखेको धेरै भयो चाहिँ लाग्यो। यता मेरो बुइनी दिपाश्री निरोला, यता चाहिँ मेरो सोल्टिनी, छोरीहरू अगाडि गइसके। बाई बाई चाहिँ नगर है नानी त्यहाँबाट फेरि। के भएको माथि जस्तो हुँ हुन्छ त है मलाई त के थाहा छैन त मात्ने पदार्थ त मैले केही पनि। हेरेर बिक्यो भने बिक्यो, बिक्यो भने मैले लान्चबाट गएको किन। अनि हिजो किनिन् मेरी बहिनीले अन्तिम 2081 सालको अन्तिममा म शान्तको टुप्पोमा एउटा लगा किनिन्। तिनवटा किनिन्। म त नयाँ सालमा 1500 को किनेर गएको भाइ। नयाँ सालमा सोधिने एउटा न एउटा किनेर लाउँथे भाइ। यस्तो लाउनु न एउटा निलो छ त कस्तो नि फेरि मलाई गामा आएको छु किन भन्नु न नयाँ सालमा दियो भने देखको दिए गर्नुपर्छ रे। म त अघि दिइ पठाएँ नि बहिनीलाई। म त दिन्न त्यो एक गतेको दिन चाहिँ किन मुन्टी चाहिँ के दिनु भयो पैसा दिनु कति लाग्छ अब लाग्छ हुनु पर्यो नि। अब 500 को रुपियाँ दिएँ त्यो पनि कस्तो काम दिएको मैले। यसो हात गरेर दिन मन नलाग्नाले हो भाइ दुःख गरेर दियो भाइ। मलाई चाहिँ मैले दिदी बहिनीहरू अहिले त्यस्तै गर्छु नि। म पनि जान्छु अब भोलि गएर ला मैले त दिन भाइ मेरो बहिनी नै हुनु पर्ने। अब उनीहरू ठुली बहिनी हुनु नि त हुनु त बेबीको मम्मी हो नि त। यत्रो खानदिइरहेछन् दिनदिनै आउँछु दिनदिनै खान्छु पापै लाग्छ। भेनाले के भन्छ होला यार के भन्छन् भाइ इमाइलीले नि भेटिथिन् बहिनी भन्दै थिएन बनाएन मैले आफै भने भाइ त्यसो मरै जाम बनाएन भाइ। म त यति कुराहरू त कति बनाइरहेको छु नि त्यस्तो उसलाई चाहिँ आउन मेरो घरमा म कुखुरा काट्छु खुवाउँछु भने मान्दिनन्। ओ खुवाउनु न बरु के भन्नु न कुखुराको त्यो प्वाखलाई डढाएर खोले बनाउँछ नि राईहरूले कुल गर्दा अन्त त्यो खोले नै हो क्या तिते भनेको। मासु थियो त्यहाँ मासु पनि हाल्नु पर्यो नि त बाबा। मलाई आउँदैन त अब आफै हार बनाउनु लु कुखुरा घर टक्कर राखिदिने हो ल्याइदिन्छु होइन होइन मेरै घर छ मेरो घर छ है कुखुरा कति छ कुखुरा त्यसको त टाउकोबाट नि उड्छ गयो भने यताबाट नि उड्छ। फेरि अन्डा बार्न पालै पालो कुखुरा खाँच्यो नि 4वटा छ कुखुरा अन्डा बार्नलाई पालो पर्खिन्छ भने के। अनि आउनु न आउनु हामी बुढाबुढी मात्रै छौँ नि त अनि खाइसक्दैनौँ। यहाँ रेकर्ड हुँदैछ है झुट बोल्यो भने झुटो कुरा बोल्यो भने ओइ ओइ के अरे बहिनी उयो के अरे सोल्टिनी ल ल हाई 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 बाई बाई। अस्ति तिनवटा फुल भुला बनाउँदै हिँडेर तिनवटा फुल चाहिँ आन्टी भन कि तर्दैन सम्झिने पानी चम्किने भन्छन्। 50 लाख रुपियाँ अरे एक आनाको हजुर तपाईँको मलाई चाहिँ बिचरा घाँटी चेक गर्नु लाउँदाखेरि कता पैसा दिन्छ त त्यही घाँटी चेक गरेर त पैसा लियो। अब डक्टरसँग पैसा हुन्छ आएको क्या त्यो म त नभन्नु मलाई बोलेको छैन मलाई मात्रै भनेको थियो बिचरा युकेमा छ अरे त त्यो हेर्दाखेरि उल्टा दिन बोलाएको क्या कता युके सबैजना भएर युकेको मान्छेलाई फकाउँ अनि मलाई रिन्ती मान्छे छोरी मान्छेहरू बोल्छ युकेको भन्छ क्या त्यो चागु नारायणको जङ्गलमा गएको बेला उहाँ रुनु मन लाग्छ क्या मलाई जङ्गल ऊ चागु नारायणको जङ्गल सोल्टिनी आधा राति हो नि जान्न यार मलाई त्यहाँ किन त्यस्तो भन्नु हुँदैन एकछिनतिर जाउँ न त जाने भोलि पर्सि आउनु नि भाइ हाम्रोतिर अझै बस्ने त होला ओ पर त शिवजीको डाँडा पुग्ने बेलामा छ उसको घर जाउँ आज त्यसो भए अहिले साउनीले च्याउ बेच्न पठाएको हामीलाई भाउजू त बिमारी भयो बिचरा पछि गरेर फेरि एक्टिङ पनि खख गरेर कुखुरालाई रुमान त्यस्तै घुर्छ रुमान त्यस्तै घुर्छ होइन घुर्छ नि अब भेनाले रेकर्ड गरेर राखेको थियो घुर्छ कस्तो घुर्दो रहेछ घुर्छ होइन बिचरा म त भनौँ म नि घुर्छु भाइ म पनि घुर्छ अरे सबै घुर्छ मोटो घुर्छ 72 केजी हो त 72 हुन थाले जस्तो लागिरहेको छ म त अहिले बुढी चाहिँ होला मेरो 40 केजी 40 छैन नि पेटै भर्दैन बाहिर उतिरतिर ज्वाला हान्दैछ अहिले मोबाइल त्यसो नपार्ने यहाँ हाम्रो सोल्टिनीले बाटा मन्दिर फेरि सोल्टिनीलाई कहीँ मन्दिर देख्नै हुँदैन पुरा ढोगी हाल्नु पर्ने हुन्छ उसको चरणमा पर्यो भरे उहाँलाई टिका लगाइदिन्छ भने सिन्दुरै हालेछ कस्तो खालको केटो भएको यति कुरा खान्थ्यो यतिखेर यो ठाउँमा अझै ल्याउँदैछ यो तपाईँ लु ऊ सोल्टिनीमा यो ठाउँमा केटा भएको कुरा खाल्छ सोल्टिनी भएर छुट भयो यहाँ सिन्दुरै लगाइदियो भाइ 2022 साल वैशाख 1 गते चाहिँ ठ्याक्कै बिहे भयो सोल्टिनी एउटाले दुईटालाई बिहे गरे त्यो 4 लाख खानुसँग
भाइ दिनेसँग कुरा गर त खानेसँग कुरै गर्न गर भरे उल्टै मलाई लुटेर लग्यो भने नबोल्ने त म अघि मलाई त पिटेर ह्याप्पी न्यू इयर 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु तपाईँलाई जुत्तै फुसिएर भाइ मसँग हिँड न हाँस्नै मात्र रुन त म कहिले हाम्रो घरतिर भने के ल्याङ गरेर अनि आफ्नो पसल छोडेर तिमीले हँसाउनै हिँड्नु थियो पैसासँगै लिएर हिँड्न नि त त्यसो डोको ठुलो डोको ठुलो टोको चाहिन्छ ठुलो टोको सानो सानो हुँदैन ठुलो टोको चाहिन्छ हाम्रो घरतिर त्यस्तो नभन न भाइ देखियो उसलाई जानु अनि भोलि जाने भने होइन ए उनीहरूको त कुरै नगर्नु मैले कति तपाईँ आउँदा उनीहरू त्यसै त छोडिनु जस्तो अरू बेला हुन्छ गाडीले सुनेको त्यो दिन भेना थिएँ हाम्रो नाना प्रेम भएर दबाई किनेर आउँदैछ भने ती राति बाटोमा अगाडि देखाउनु भएन क्या पसलमा व्यस्त भएर घरि के भएर आमा हेर्नु यति धेरै क्यामेरा फोटो बस हामी चाहिँ अघि आएर तपाईँहरूलाई भिडियो देखाउनु पाएनौँ होइन यतिकै व्यस्त भयो भने के काममा अल्छी नानाको लागि दबाई किनेर आएको अनि सोल्टिनी म त्यो फोटो खिच्नु आउनु सोल्टीले फोटो राम्ररी खिचिदिनु पर्ने भयो सानै आउटिङ पनि उता हेर न यहाँ हेर न तपाईँले नाम दिएन भयो अझै अघि म हेरेको थिएन बजार छिन् फेरि गएछ हाम्रो तरकारीमा मान्छे आइसक्यो होला हामी एकछिन दबाई किनेर आएको नानाको लागि हामी चाहिँ बजारतिर आइसक्यौँ बाहिर अँध्यारो भइसक्यो खै अल्छी हामी भित्रै आइसक्यौँ हामी चाहिँ खानासाना खाएर पनि सुत्नलाई चाहिँ हामी फेरि माथि आयौँ सिपाडोलमा आमा रोटी खाएको तिमीले तिमीलाई अचम्मै अघि खाना खाएनौ खायो आजको ब्लग चाहिँ यति नै साथीहरू गुड नाइट बाई सन्दर्भ बाई गरेर त लु अनि तिमीलाई मोबाइल दिन्छु लु सौरभ जोशी एक्सपोर्ट भने पुगु एक्सपोर्ट गुड नाइट